नमस्कार सुभाषजी, धन्यवाद। तपाईँले कार्यक्रममा काम गर्छु। म क्रोएसिया आएको चाहिँ अहिले यो मेमा 24 महिना पुगेर 25 जना बोकेर आइएको थियो। यहाँ धेरै ज्यान पनि गयो अरे भन्ने सुन्छु। हो त हुन्छ, हाम्रो साइमन लामाजी अध्यक्ष हुनुहुन्छ, को साथीहरू हुनुहुन्छ भनेर हामीले कहिले आकल झुकल। नमस्कार, स्वागत छ तपाईँलाई हाम्रो कार्यक्रममा। नमस्कार सुभाषजी, धन्यवाद। तपाईँले कार्यक्रममा बोलाउनु भयो। हजुरको शुभ नाम भनिदिनुहोस् हाम्रो पब्लिकमा। म चाहिँ रामकुमार भण्डारी है। मेरो घर चाहिँ धादिङ। हजुर। हाल चाहिँ म क्रोएसियामा एफएससी कम्पनीमा काम गर्छु। हजुर। पहिला चाहिँ म यो भेटरनरी रिसोर्टमा काममा आएको थिएँ। हजुर। अहिले म यो हवाई निर्माण कम्पनी काम गर्छु। हजुर, क्रोएसिया आउनुभएको चाहिँ एक्ज्याक्टली कति भयो? म क्रोएसिया आएको चाहिँ अहिले यो मेमा 24 महिना पुगेर 26 महिना रनिङमा छु अहिले। तपाईँको क्रोएसियाको केही एक्सपिरियन्सहरू, स्ट्रगलहरू कस्तो भयो त? क्रोएसिया एउटा सपना बोकेर आइएको थियो यहाँ आउँदाखेरि। त्यो सोचे जस्तो चाहिँ छैन, अलिक फरक खालको छ। विशेषतः हामी सिजनल भिसामा आएको थियौँ र त्यो सिजनल भिसाबाट चाहिँ अर्को भिसा चेन्ज गर्न अलि हामीलाई केही समय वेटिङ गर्नु पऱ्यो, जसले गर्दाखेरि हामीलाई मानसिक शारीरिक तनाव पनि भयो। अनि मैले त सुन्छु क्रोएसियामा यस्तै कामको सिलसिलामा धेरै ज्यान पनि गयो अरे भन्ने सुन्छु। हो, तपाईँ बिल्कुल सुनेको मात्र होइन, तपाईँ फेसबुक सामाजिक सञ्जालहरूमा, तपाईँको टिकटकहरूमा पनि देख्न सकिन्छ, सुन्न सकिन्छ। प्रत्येक महिनामा एउटा दुईवटा चाहिँ विशेष गरेर नेपाली साथीहरू कोही सुसाइड गर्ने, कोही एक्सिडेन्ट केसमा चाहिँ मर्ने भइरहेको छ। यो चाहिँ अलिक विकराल समस्या छ यहाँ। विशेषतः यहाँ श्रमिक साथीहरूको हकमा चाहिँ टाइममा भिसा रिन्यू नहुने, अनि त्यसपछि वर्क पर्मिटहरू चाहिँ लागु नहुने, अनि ओभर स्टेको समस्या, यस्ता धेरै समस्याहरू छन्, जसले गर्दाखेरि चाहिँ नेपाली धेरै श्रमिक साथीहरू चाहिँ जो डिप्रेसनमा पनि पुगेका छन् जस्तो लाग्छ मलाई। र केही साथीहरू त्यो कारणले गर्दा सुसाइड गरेको हो जस्तो लाग्छ। अनि यहाँ अहिले जुन यो अहिले क्रोएसियामा हाम्रो नेपाली एनआरएन सङ्घ छ, उहाँहरूको के छ त यस विषयमा राय? एनआरएन त एउटा कागजी रूपमा मात्र छ जस्तो लाग्छ मलाई, किनभने यहाँ राजदूतावास नभएको कारणले गर्दाखेरि अब यिनीहरूलाई हामीले भेट्न पनि अलिक गाह्रो छ। कोही सामाजिक सञ्जालमा देखिन्छ, हाम्रो साइमन लामाजी अध्यक्ष हुनुहुन्छ, को साथीहरू हुनुहुन्छ भनेर हामीले कहिलेकाहीँ आकल झुकल सामाजिक सञ्जालमा मात्र देख्छौँ। प्रत्यक्ष रूपमा देख्ने, भेट्ने, कुराकानी गर्ने मैले चाहिँ पाएको छैन। त्यो लोसारको कार्यक्रमहरू, एक दुईवटा कार्यक्रमहरूमा चाहिँ यसो देखिन्थ्यो, त्यहाँ अतिथि रूपमा बोलाएको भनेर भनिन्थ्यो, तर खासै एनआरएन भनेर चाहिँ साथीहरूलाई सहयोग सामाजिक सञ्जालहरू यसो अलिअलि गरेर भनेर चाहिँ देखिन्छ, तर प्रत्यक्ष रूपमा अफिस कहाँ छ के छ भन्ने मलाई चाहिँ यो जानकारी भएन। भनेपछि हजुरलाई अहिलेसम्म यसको विषयमा केही जानकारी पाउनु भएको छैन? एनआरएन छ, कमिटी छ भन्ने चाहिँ थाहा छ, सुनेको छ। सुन्नमा मात्रै सीमित छ? सीमित छ। अहिलेसम्म मलाई कसैले यसको मेम्बर बन्नुपर्छ, एनआरएन भनेको यो हो भनेर अहिलेसम्म कुनै पनि साथीहरूले चाहिँ हामीलाई प्रस्ताव गर्नु भएको छैन। म मात्र होइन, मेरो कम्पनीमा काम गर्ने करिब तपाईँको 60-70 जना साथीहरू, नेपाली साथीहरू हुनुहुन्छ, नयाँ पुराना गरेर। ती साथीहरू धेरै मान्छेहरूलाई थाहा छैन होला जस्तो लाग्छ, र कोही पनि मान्छेहरू एक दुईजनाभन्दा बाहेक अरू मान्छे मेम्बर बनाए पनि छैनन् होला जस्तो लाग्छ। अनि क्रोएसियामा कामको लागि चाहिँ कस्तो स्ट्रगल गर्नुपर्छ, पाउन कति सजिलो छ, गाह्रो छ? क्रोएसियामा भाषा सिक्छ, अन्त यो भाषा क्रोएसियन अब आउने व्यक्तिहरूले चाहिँ के भन्न चाहनुहुन्छ? क्रोएसियामा आउन ठिक कि बेठ? क्रोएसिया ठिक पनि छ, बेठिक पनि छ। ठिक किन छ भने आइसकेपछि कम्पनी
धन्यवाद रामकुमारजी।